मैले एक दिन लिएर आउँछु कि योमा बाइक डट बाइक भयो भने मात्रै लिएर आउँछु म यहाँ यो 14 मै ल्याइदिन्छु गाइस ल यो भिडियोमा मिठो जानु पर्यो हैन धेरै हैन 2K जानु पर्यो गाइस हैन यहाँ बाइक ढुक्क ल्याइदिन्छु म ल बाटो चाहिँ यस्तो छ तर यो बर्खाको टाइममा चाहिँ हल्का टायर चिप्लिन्छ बढी हैन यो चिप्लो हुन्छ नि त यिनीहरू त्यही भएर मात्रै हो नत्र त गाइस हैन यस्तो ठाउँमा त करी ब्लग्सको हार्न पाउनु पर्यो क्या बाइक के हो गाइस कमेन्ट हान्दिमै रे अझै वाट्सअप हेलो एन्ड नमस्ते वेलकम ब्याक टु करी ब्लग्स 300 हैन सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु हैन आज म कहाँ छु भन्दा चाहिँ ठ्याक्क ढिक्की डाँडामा छु है यो चाहिँ हाम्रो पानी ट्याङ्कीदेखि माथि ढिक्की डाँडा ढिक्की रिसोर्ट चाहिँ त्यहाँ छ हैन हामी चाहिँ यता छ अनि यत्तिकै घुम्न लागेको थियो हामी चाहिँ है यसो यहाँको भ्यूहरू चाहिँ राम्रो भएर अनि यसो भिडियो बनाऊँ भनेर भिडियो बनाउन लाग्यो गाइस पोखरा बजारतिर छ है हामी चाहिँ यो बाटो आएको वाइल यो चाहिँ कन्स्ट्रक्सनको काम चलिरहेको रहेछ हैन त्यही भएर चाहिँ यो बाटो चाहिँ नआउनु होला हैन यो बाटो कोही आउनुहुन्छ भने हैन पारीकै बाटो उता यो घार्मी डाँडाकै बाटो ठिक छ अनि आज चाहिँ मैले के गर्न लाग्यो भन्दा चाहिँ यसो हल्का भ्यूले चाहिँ बब्बाल सिन खायो क्या आज यहाँ मन्दिर नि बबाल छ है गाइस यहाँ चाहिँ सानो पोखरी छ यो पोखरी नि पछि त हुन्छ है त्यसलाई चाहिँ हाम्रो झुप्राङकोट भन्छ गाइस माथि होमस्टे नि खोलिरहेको रहेछ है ठिक छ कुनै दिन गएर त्यो दिन पनि भ्लग आउँछ अनि ठाउँ चाहिँ यस्तो मक्खन छ कि कुरै छोडिदिउँ क्या गाइस गाइस मेरो बाइक चाहिँ यहाँ छ है भ्यू चाहिँ यो हेर्न सक्नुहुन्छ यो चाहिँ ढिक्की डाँडाको यो ठ्याक्क मिठो चौधरी रहेछ है यहाँनिर चाहिँ अनि बाइक चाहिँ अब मक्खन छ है गाइस के हो र ओ माई गाइस बाइक चाहिँ वान पिस छैन त गरा हो यो चाहिँ अहिले पोखराको वान पिस बाइक हो है त सो गाइज हैन अब सिनेमेटिक भिडियो त अब यही नै हो यस यति नै हेरिदिनु हैन अरू चाहिँ ठिकै छ यो गाउँ चाहिँ खतरा छ कि ढिक्की डाँडा चाहिँ हैन अनि हाम्रो यो माछा पुच्छ्रे हिमाल चाहिँ यता छ हैन हिउँ चाहिँ अलि परेको छैन हिउँ चाहिँ देखेको छैन यो भ्यू चाहिँ कस्तो छ कमेन्ट हान्दिमै त गाइज
चौतारी नै बबाल छ क्या फेरि त्यही नै हो गाइज अब एकछिन चाहिँ यहाँको भिडियो चाहिँ मैले गराइहालेँ है अब यहाँभन्दा तलको भिडियो चाहिँ अब अरू ठाउँमा यस्तो गयो भने चाहिँ टक्क बनाउँछु म है अहिले चाहिँ यति नै अल राइट गाइज अब चाहिँ हामी चाहिँ यहाँ चाहिँ एकछिन मात्रै बसेको है अब चाहिँ यहाँबाट चाहिँ तलै जानु पर्ला अब तलको एउटा चौतारीमा जाने चाहिँ होइन हामी जाँदैथ्यौँ त्यहाँनिर गएर चाहिँ त्यो चौतारी देखाउँछु त्यो गाइज है
टक्क यहाँबाट हिँड्नु लाग्यो है। यहाँबाट यत्रो हिँडेर चाहिँ पारी जानुपर्छ है। एकछिन गएर पिचमा बसेर आउँछ र ल हिँडेको त के ड्राइभर राख्नु है। अब सिधै पारी गएपछि त्यो ठाउँमा चाहिँ भिडियो हेरौँला है त गाइज। सो भ्यू चाहिँ यो गाइज होइन, यो चाहिँ हाम्रो यो हाम्रो घारमी डाँडा। दोस्रो गाउँतिर त आँप र लिची डेन्जर पाउँछ नि है। राइट अल राइट ल भ्यू चाहिँ त्यही हो केटा हो। यो ठाउँमा धेरैजना आउनु त धेरैजना आइसकेको छन् होइन, तर को आउनु भयो यस्तो कमेन्ट हान्नु पऱ्यो है गाइज है। मैले एक दिन लिएर आउँछु कि योमा बाइक, डट बाइक भयो भने मात्रै लिएर आउँछु म यहाँ। यही चौधरीमा ल्याइदिन्छु गाइज ल। यो भिडियोमा मिठो जानु पऱ्यो होइन, धेरै होइन 2K जानु पऱ्यो गाइज होइन। यहाँ बाइक ढुक्क ल्याइदिन्छु म ल। बाटो चाहिँ यस्तो छ, तर यो बर्खाको टाइममा चाहिँ हल्का टायर चिप्लिन्छ बढी होइन, यो चिप्लो हुन्छ नि त यिनीहरू, त्यही भएर मात्रै हो। नत्र त गाइज होइन यस्तो यस्तो ठाउँमा त कडी ब्लग्सको हार्न पाउनु पऱ्यो क्या बाइक। के हो गाइज कमेन्ट हानिदिउँ है रेहरूले। सही हो ल, थाकियो गाइज। एकछिन बस्छौँ हामी, एकछिन बसेर टक्क भिडियो चाहिँ अब यहाँनिर इन गर्नुपर्ने भयो है। अहिले हाम्रो एक्स्ट्रा केही भयो भने चाहिँ म हजुरहरूलाई जानकारी गराउने छु है। अहिले चाहिँ यतिमै इन कस्तो छ गाइज ठाउँ चाहिँ है।